प्रणाम सबैमा। म श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश जिल्ला कार्य समिति काठमाडौँ अध्यक्ष विकास सञ्जेल हजुरहरू सबैमा प्रेम प्रणाम गर्न चाहन्छु। प्रणाम। श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासले विगत 10 वर्षदेखि हाइकिङ कार्यक्रम पदयात्रा कार्यक्रम गर्दै आइरहेको छ। यही आउँदो कार्तिक 29 गते शनिबारका दिन लामाटार प्रासले हाइकिङ पदयात्रा कार्यक्रम आयोजना गरेको छ। आफ्नो व्यस्त जीवन कार्यशैलीलाई एक दिन भए पनि थाती राखेर हजुरहरू सबै यो कार्यक्रममा सहभागी भइदिनुहोला। यो कार्यक्रममा हजुरहरूले त्यहाँको स्वच्छ वातावरण, त्यहाँको स्वच्छ अर्ग्यानिक खानेकुरा, त्यहाँको सुन्दर साजीहरूको खैजडी भजन र अन्य नृत्य भजन कीर्तनहरू हजुरहरूले श्रवण गर्न सक्नुहुनेछ। काठमाडौँ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रारम्भिक समितिका साथीहरू, काठमाडौँ जिल्लाका साथीहरू र सम्पूर्ण सुन्दर साजीहरू यो कार्यक्रममा सहभागी भएर कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न हजुरहरू सबैले सहयोग गर्नुहुनेछ भन्दै हजुरहरू सबैमा म प्रेम प्रणाम गर्न चाहन्छु। प्रणाम।